नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले चुरे उत्खनन गरेर बिक्री नहुने बताउनु भएको प्रसंगबाट। वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले चुरे उत्खनन गरेर बिक्री नहुने बताएका छन्। बुधबार जनकपुर धाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएका छन्। सरकारले बजेटमा चुरे उत्खननको कुरा नगरेको उनको कथन छ। बाढी आउँदा चुरेबाट नदीमा तल आएको बालुवा ढुङ्गा हामीले प्रयोग गर्न कुरा गरेका छौं। उनले भने जुन बालुवा र ढुङ्गा खोलामा जमेर जम्मा हुन्छ र बाढी आउँदा खेती योग्य जग्गा जंगल र चुरेलाई नै विनाश गर्छ। चुरेले उत्खनन गरेर इन्डियालाई सरकारले बेच्न लागेको बुझाइ गलत रहेको उनले दावी गरे। खोलामा जमेको बालुवा गिटी देशमा पर्याप्त भएपछि बाहिर पठाउने कुरा रहेको उनले बताए। चुरे संरक्षणमा यसपालि बजेट पनि कम रहेको छ भन्दै सबैजना मिलेर चुरे जोगाउनु पर्ने उनले बताए। चुरेको वन र नदी संरक्षण प्रदेशको क्षेत्र अधिकार भित्र पर्दछ। संघले चुरे दोहन रोक्न जति काम गरे पनि प्रदेशले यदि साथ दिएन भने चुरे संरक्षण कहिले पनि गर्न सकिँदैन। उनले भने चुरे संरक्षणका बारेमा मध्य प्रदेश सरकारसँग पनि छलफल गर्छौं। चुरे दोहन रोक्नका लागि हामी सशक्त रूपमा अघि बढ्छौं। चुरेको क्षेत्रमा सञ्चालित अवैध क्रसर नियन्त्रणका लागि सरकारले ठोस निर्णय लिने उनले बताए। मापदण्ड विपरीतको दोहन नियन्त्रणका लागि पहल आवश्यक रहेको उनले बताए। नदी संरक्षण र त्यसको ठेक्का लाउने अधिकार स्थानीय सरकारमा रहेको हुनाले यसलाई जोगाउने मुख्य दायित्व पनि स्थानीय सरकारलाई नै रहेको उनले बताए। स्थानीय सरकार नै मनमौजी गरेर उत्खनन गर्न दियो भने त्यस विरुद्ध केन्द्रीय सरकार सशक्त रूपमा काम गर्छ उनले भने। राजनीतिक एउटा आफ्नो कोर्स लिइसकेको छ। अब हाम्रो सामान्य प्रधानमन्त्रीजी आज इन्डिया प्रस्थान गर्दै हुनुहुन्छ। उहाँको भेटघाटबाट पनि धेरै कुरोहरू अस्पष्ट हुन्छन् इन्डिया र नेपालको सम्बन्धको बारेमा। र अहिले यो जुन सरकार छ यो सरकार मलाई लाग्छ पुरै कोर्स यसले लिएर जान्छ र अस्थिरताको सरकारलाई जुन विगतदेखि थियो त्यसलाई खत्म गर्दै यो अस्थिर सरकार भएर काम गर्नेछ भन्ने मेरो अपेक्षा र आशा रहेको छ। अनि यसमा हाम्रो धेरै बजेट भाषणमा धेरै कुरोहरू आइसकेको छ। यसमा के छ भने चुरे संरक्षणको हाम्रो सबभन्दा ठुलो चुनौती अहिले त्यही भएको छ हैन। हामी अब यसपालिको बजेटमा पनि अलिअलि धेरै कम काटेर बजेट दिएको छ चुरे संरक्षणको। तैपनि अब हामीले सरकारले भन्दा पनि हामी सबैजना मिलेर चुरेलाई संरक्षण गर्नुपर्छ र सबैजनाको दायित्व उतिकै छ जति सरकारको छ। त्यसकारणले सशक्त रूपमा म आइसकेपछि यो चुरेको बारेमा म एउटा मिटिङ यहाँ प्रदेशमा पनि त्यो के प्रब्लम के छ भने हामी प्रदेशलाई दिइसकेका छौँ। प्रदेशको अधिकारभित्र चुरे परेको हुनाले हामी त्यहाँबाट जति पनि कन्ट्रोल गरेर पनि प्रदेश सरकारले यदि हामीलाई साथ दिएन भने हामी चाहिँ कहिले पनि कन्ट्रोल गर्न सक्दैनौँ। त्यसकारणले म आएको बेलामै प्रदेश सरकारसँग पनि हामी यसको बारेमा अलि छलफल गर्छौँ र यो चुरे संरक्षणलाई कसरी सशक्त रूपमा अगाडि रोक्न सकिन्छ, यसलाई कसरी अगाडि बढाउन सक्छ भन्ने कुरोमा हामी चाहिँ बसेर यसमा छलफल गर्छौँ। गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुमारी महतोले आफूलाई ज्यान मार्न धम्की आएको बताएकी छिन्। बुधबार जनकपुर धाममा पत्रकार सम्मेलन गरी कानून विपरीत काम नगर्दा बिचौलियाहरूले प्रत्यक्ष रूपमा ज्यान मार्ने धम्की दिएको उनले आरोप लगाएकी छिन्। गौशाला नगरपालिका 2 निगौल स्थित निजी जग्गामा सार्वजनिक भवन बनाउन लागेको भन्दै उजुरी पारेको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट न्याय समितिमा उक्त उजुरी आएको थियो। सोही छलफलको क्रममा निलम्बित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोको भान्जा सुरेन्द्र महतोले ज्यान मार्ने धम्की दिएको उपप्रमुख महतो आरोप लगाइन्। मलाई नियोजित रूपमा मेरो कक्षा कार्यमा ज्यान मार्ने तथा दुर्व्यवहारको प्रयास भएको छ। पूर्व योजना अनुसार वडा अध्यक्ष र श्याम सुन्दर मण्डल र सुरेन्द्र महतोले ज्यान मार्ने प्रयास गर्यो उनले भनिन्। उनीहरूसँगै नगर प्रमुख डाक्टर दिपेन्द्र महतोले कानून विपरीत काम गर्न दबाब दिएको उनले बताइन्। उनीहरू नियम विपरीत काम गर्न दबाब दिने गरेको छ। उनीहरूको दबाबमा मैले काम नगरेपछि संघातिक आक्रमणमा उत्रिएको छ उनले भनिन्। गौशाला नगरपालिकाको वडा नम्बर 2 निगौलामा निजी व्यक्तिको हक रहेको जग्गामा नगरपालिकाबाट विनियोजित 30 लाख बजेट सार्वजनिक भवन बनाउन लाग्दैछ। सो जग्गा जगदीश ठाकुर बहरीले भोग चलन गर्ने गरेका छन् भन्ने उनको निजी जग्गा भएको बताइएको छ। उनीहरूमाथि कारबाही हुनुपर्ने उनले माग गरिन्। असुरक्षित महसुस गर्दैछु। मेरो घरबाट कतै निस्किए भने मेरो पछाडि मोटरसाइकल लगाएर पछाडि गर्छन्। म कता जान्छु, म के गर्छु, सबैको निगरानी हुन्छ उनले भने। त्यसको लागि मेयरले मान्छे नै खटाएको छ। यस्तो अवस्थामा म आफूलाई असुरक्षित महसुस गरेको छु। त्यही भएर मलाई मेरो सुरक्षाको प्रत्याभूति गराउन सबै पक्षसँग आग्रह गर्दछु। प्रदेश सभामा सत्तारूढ दलकै
सांसदहरूले सरकारले खोजी गरेका छन्। बुधबार प्रदेश सभामा बैठकमा सरकारको प्रतिनिधित्व नभएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। सो बैठकमा सरकारको कुनै पनि क्याबिनेट मन्त्रीको उपस्थिति थिएन। यद्यपि बैठकको अन्त्यतिर शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव उपस्थित भएका थिए। सत्तारूढ दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाकी सांसद रानी शर्मा तिवारी विशेष समयमा रोस्टमबाट आपत्ति जनाइन्। सांसदमा सरकारको मन्त्री उपस्थिति नभएको उनको गुनासो थियो। अहिले नियमापत्ति गर्दा नि हुन्छ। यो सभा सञ्चालन भइरहेको छ र यहाँ सरकारको कुनै मन्त्री सहभागी छैनन्। उनले भने, कुन नियमले हामी यो सभा सञ्चालन गर्दैछौँ कि मन्त्रीज्यूहरू बजेट वितरणमा व्यस्त हुनुहुन्छ? सरकारको उपस्थिति यहाँ किन भएन? सरकारको लागि सभा प्राथमिकतामा छैन भने हामी किन चलाउँदैछौँ? उनले आक्रोशपूर्ण शैलीमा भने, भागवण्डाको कारण यहाँ प्रदेशको महत्वमाथि प्रश्न खडा भएको छ। यो खाली कुर्सीहरू देख्दा लाज लाग्दैछ। यहाँ सुनेर र कराउने बाहेक अरू केही काम छैन। त्यसपछि उपसभामुख बबिता राउत इस्रलले नेकपा माओवादी केन्द्रका सांसद रजी हैदरलाई बोल्न समय दिएको घोषणा गरिन्। सांसद शर्मा आफ्नो प्रस्थानतर्फ जाँदै थिइन्, तर उनलाई सरकारको नेतृत्व गरिएको जनमत पार्टी जसपाको सांसदले संसदमा बिना विभागीय मन्त्री सञ्जय यादव भएको जानकारी गराएकी थिइन्। त्यसपछि लोसपा सांसद शर्माले पुनः टेबलमा सवाल जवाफमा उत्रिन्। सांसद शर्माले सञ्जय यादव क्याबिनेट मन्त्री नभएको हुनाले सरकारको प्रतिनिधित्व संसदमा नभएको जिकिर गर्दै थिइन्। उपसभामुख बबिता राउतले रुलिङ गर्दै सञ्जय यादव सरकारको मन्त्री भएको हुनाले सरकारको प्रतिनिधित्व भएको बताउँदै थिइन्। त्यसपछि नेकपा एमाले संसदीय दलका उपनेता दिपेन्द्र ठाकुर उभिएर क्याबिनेट मन्त्रीलाई बोलाउन माग गरे। अविलम्ब मन्त्री बोलाउनु पर्यो, नभए हामी हाउस अवरुद्ध गर्छौं, उनले चेतावनी शैलीमा भने। उनको यो घोषणापछि एमाले सबै सांसद उठेर नियमापत्ति जनाए। त्यति बेला सांसद र उपसभामुख बीच जुहुरी नै चलेको थियो। उपसभामुख राउतले पटक पटक सरकारको प्रतिनिधित्व रहेको भन्दै सरकारलाई बस्न अनुरोध गरिन्। सांसदको नियमापत्ति नमिलेको उपसभामुख राउतको दावी छ। केही समयको सवाल जवाफ पछि उपसभामुख राउत पुनः सांसदलाई आफ्नो विचार राख्न आग्रह गरिन्। त्यसपछि एमाले सांसदहरू सभा सञ्चालन हुन दिए। सांसदमा बुधबार कुनै मन्त्री उपस्थिति थिएनन्। सांसदको अन्त्यतिर शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादव आएका थिए। उनले मुख्यमन्त्री सरज कुमार यादवको तर्फबाट मध्य प्रदेशको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पेश गर्न सम्बन्धी प्रस्ताव पेश गरेका थिए। प्रदेशको नामाकरण नहुँदा बनेको विधेयक तथा ऐनहरूमा प्रदेश नम्बर 2 लेखिएको छ। सोही सच्याउनका लागि संशोधन प्रस्ताव पेश गरिएको छ। उनको प्रस्ताव सर्वसहमतबाट स्वीकृति भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका थिए। बैठक बिहीबार दिउँसो 1 बजेसम्मको लागि स्थगित गरिएको छ। महोत्तरी गाउँपालिका 2 स्थित एनएमबी ब्याङ्कमा भएको लुटपाटको घटनामा संलग्न व्यक्तिहरूको खोजी जारी रहेको महोत्तरी प्रहरीले जनाएको छ। गाउँपालिका स्थित एनएमबी ब्याङ्कको शाखा कार्यालयमा मंगलबार दिउँसो मास्क लगाएर 4 जना युवकहरूले पिस्तोल देखाएर नगद लुटपाट गरेका थिए। लुटेराहरू मोटरसाइकल चढेर फरार भएका थिए। लगतै प्रहरीले सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीहरूको बयानका आधारमा खोजी सुरु गरेको थियो। महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले हुलियाको आधारमा लुटेरा समूह खोजी जारी रहेको जानकारी दिए। मल्लले भने, शंकास्पद व्यक्तिहरूलाई स्क्रिनिङ जारी गरेका छौं, तर हालसम्म केही पक्राउ परेका छैनन्। उनले नेपाल भारत सीमा नाकामा कडाई गर्दै शंकास्पद व्यक्तिहरूसँग सोधपुछ र निगरानीको काम जारी रहेको बताए। लुटपाटमा 4 जना टोली छ। एक तल्लामाथि रहेको ब्याङ्कमा पुगेर लोकल मेड हतियार देखाएर लुटपाट गरेको देखिन्छ। मल्लले भने, थप अनुसन्धान भइरहेको छ। लुटेराको खोजीमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले पनि सघाएको छ। सो समूहले यस अघि करिब 35 लाख रुपियाँ लुटपाट गरेर बैंकका कर्मचारीले अनुमान गरे पनि 15,01,493 रुपियाँ मात्र लुटिएको पुष्टि भएको एएसपी मल्लले जानकारी दिए। जितपुर सिमरा उपमहानगरपालिका 8 लोसन्डाका 26 वर्षीय प्रदीप कुशवाहा बेपत्ता भएको 4 वर्ष 5 महिना पुगिसकेको छ। बुवा र आमाको आँसु नझरेको दिन छैन। गाउँकै साथीहरूसँगै होटलमा खाजा खाएर घर आएका छोरा घरमा पस्नै नपाउँदा आमाको फोनमा कुरा गरेर निस्केका छोरा अहिलेसम्म घर फर्किएर आएका छैनन्। विदेश जाने तर्खरमा रहेका प्रदीपको गोजीमा 75,000 रुपियाँ रहेको उनको आमा विद्यादेवी कुशवाहाले बताइन्। 2075 साल पुस 16 गते गाउँकै रहदी सहनीले आफ्नो छोरा प्रदीपलाई बेपत्ता पारेको हुन सक्ने आमाको आशंका छ। बेपत्ता पारेको छोराको खोजी गर्न पुलिस प्रशासन नातागोता सबै चाहेर कहीँ फेला परेन भनिरहँदा गम्भीर आँसु थियो। प्रदीप मरे बाँचेको औपचारिक खबर आएको छैन। उसको 9 वर्षीय छोरा र 7 वर्षीय छोरीले बाबा कतिखेर आउनुहुन्छ भनिरहँदा आफू निशब्द हुने गरिएको बुवा अशोक कुशवाहाले बताए। प्रदीपका छोराछोरी बुवा नआएको यति समय भयो, कतिखेर आउनुहुन्छ
प्रश्न गर्दै भन्छन्, अब बुवा आएपछि कहिले बाहिर जान नदिनुहोला। हामी सम्झाउँदै उनीहरूलाई तिनीहरूको बुवा अब चाँडै आउनुहुन्छ भन्छौँ। प्रदीपको बुवा आँसु झार्दै बताए, प्रहरीले सास र लासको विषयमा अहिलेसम्म प्रदीपको परिवारलाई केही भन्न सकेको छैन। प्रदीप बेपत्ता भएको घटनामा प्रहरीले उनीसँग खाजा खान गएका स्थानीय 3 जनालाई पक्राउ गरेको थियो। त्यो घटनामा प्रहरीले 40 वर्षीय प्रदीप पासवान, 42 वर्षीय पच्चु पासवान र 52 वर्षीय रदी सहनीलाई प्रहरीले पक्राउ गरेको थियो। प्रमाणको अभावमा प्रहरीले पक्राउ परेका 3 जनालाई छोडेको थियो। प्रदीपको बुवा अमर कुशवाहाले प्रहरी नियन्त्रणमा रदी सहनीले मलाई छुटाइदिनु, तपाईको छोरालाई म ल्याइदिन्छु भनेपछि आफूले एसपीसँग अनुरोध गरेर छुटाएको बताए। 52 वर्षीय रदी अहिले आफ्नो परिवारसँगै गाउँ छोडेर फरार छन्। छोराको खोजीमा नेपाल र भारतको कुना कुनामा आफू पुगेको बुवा अमर कुशवाहाले बताए। छोराको खोजीमा सगुन भाग लगायतको थुप्रै कार्य गरेको उनले सुनाए। छोरा प्रदीपको खोजीमा जग्गा बेचेर करिब 16 लाख खर्च भइसकेको बुवा अमरले बताए। प्रदीपको बुवा अमरले छोरा बाँचेको वा मरेको प्रमाणित नभइदिँदा आफूहरूको मन विचलित भइरहेको बताए। हस्त टुडे न्यूज अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे। नमस्कार।